प्रकृतिको एउटा अनौठो नियम छ। प्रतिकूलताबाट बच्न र बाँच्ने आधार खोज्ने प्राणीहरू लामो यात्रा तय गर्छन्। रुसको साइबेरियामा अत्याधिक जाडो बढेपछि चखेवा र सुइपुच्छ्रे जस्ता प्रजातिहरू आहार र अनुकूल वातावरणको खोजीमा हजारौँ माइल उडेर दक्षिण एसियासम्म आइपुग्छन्। जब साइबेरियाको चिसो कम हुन्छ, तिनीहरूले फेरि आफ्नै पुरानो घर फर्कन्छन्। चराहरूको यो यात्रा जस्तै नेपाली युवाहरू पनि ज्ञान, सिप र अनुभवको खोजीमा संसारका विभिन्न कुनामा पुगेका छन्। भविष्यको सुन्दर सपना बोकेर 7 समुद्रबार पुगे पनि उनीहरूको मनमा सधैँ जन्मभूमि नेपाल नै प्रतिबिम्बित भइरहन्छ। धेरै नेपालीहरू ज्ञान र अनुभवले खारिए त अन्ततः आफ्नै माटोमा केही गर्ने उद्देश्यका साथ फर्किएर आउँछन्। नेपालीहरूको वैदेशिक यात्राको सन्दर्भमा जापानसँगको सम्बन्ध निकै पुरानो र ऐतिहासिक छ। सूर्योदयको देश भनेर चिनिने जापानमा सन् 1902मा राणा शासनको बेला 8 जना नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि पहिलो पटक जापान गएका थिए। भनिन्छ उनीहरू फर्कँदा जापानबाट नास्पाती, आरुबखडा जस्ता फलफुलका बिउहरू उपहार स्वरूप लिएर आएका थिए, जसले नेपालको कृषिमा नयाँ आयाम थपेको छ। आज त्यही सानो सुरुवातले विशाल रूप लिएको छ। हाल लाखौँ नेपालीहरू जापानमा शैक्षिक, व्यावसायिक र अन्य विभिन्न क्षेत्रमा आबद्ध छन्। उनीहरूले आफ्नो कडा परिश्रमबाट नेपालको नाम सगरमाथा झैँ उच्च बनाएका छन्। उता जापानबाट नेपाल आउने पहिलो व्यक्तिको रूपमा बौद्ध भिक्षु एकाई कावागुचीलाई चिनिन्छ। उनी सन् 1899मा नेपाल आएका थिए। नेपाल र जापान बीच सन् 1956 सेप्टेम्बर 1मा औपचारिक रूपमा दौत्य सम्बन्ध स्थापना भएको थियो। सामान्यतया जापानले नेपालको सामाजिक, आर्थिक, शैक्षिक र पूर्वाधार विकासमा निरन्तर सहयोग पुर्याउँदै आइरहेको छ। नेपाल आउने जापानी पर्यटकहरूको सङ्ख्या र उनीहरूले नेपाली संस्कृतिप्रति देखाउने श्रद्धाले दुई देशबीचको आत्मीयता अझ प्रष्ट हुन्छ। अवसरको खोजीमा जहाँ पुगे पनि र जसरी सम्बन्ध गाँसिए पनि अन्तमा आफ्नो सिप र ज्ञान, मातृभूमिका लागि समर्पण गर्ने भावना नै देशभक्ति भावना हो। यस्ता कर्मठ नेपाली र नेपाललाई माया गर्ने जापानी मित्रहरूमा मेरो हृदयदेखि नै सम्मान छ।